सिमेत र ओमेत भनेको चाहिँ यस्तो सब्जेक्ट हो जसमा चाहिँ यदि तपाईँको प्रिपेरेसन पुगेको छ होइन, स्टार्टिङदेखि नै पढ्नु भएको छ, सिलेबस कभर भएको छ होइन, सेट्सहरू मजाले गर्नुभएको छ भने त्यस्तो स्टुडेन्टले चाहिँ इजिली ल्याउँछ है A+ नो डाउट होइन। तर यदि कसैको प्रिपेरेसन पुगेको छैन, भनौँ जसलाई गाह्रो नै लाग्छ होइन, गाह्रो नै लाग्ने हुन्छ नि त, त्यस्तो खालको स्टुडेन्टहरू हुनुहुन्छ जसले सिलेबस पनि कभर गर्नुभएको छैन भने उहाँहरूले फेल हुन पनि बेर लाग्दैन होइन। सो 2 डिफ्रेन्ट सिनेरियोज आर देयर होइन। सो म सेकेन्डको केसको चाहिँ कुरा गर्दैछु। अब त्यस्तो स्टुडेन्टले चाहिँ के गर्नु पर्यो भनेपछि तपाईँले अहिलेसम्म जुन टेक्स्ट बुक पढ्नु भएको त होला नि एउटा होइन, त्यो टेक्स्ट बुक नै रेफर गर्ने हो, अरू टेक्स्ट बुक रेफर गर्ने होइन। र तपाईँले चाहिँ डाइरेक्टली आएर अब आत्तिएर चाहिँ अब मैले 10 सेटबाटै गर्नुपर्छ भन्ने पनि छैन होइन। तपाईँले 10 सेटबाट गर्नु भनेको द्याट इज रङ एप्रोच है। सिलेबस कभर नगरिकन डाइरेक्ट 10 सेटबाट गर्नुभयो भने त्यसले चाहिँ तपाईँको चाहिँ कन्फिडेन्स लेभललाई चाहिँ यहाँबाट यहाँ गरिदिन्छ। त्यस्तो गर्ने होइन। तपाईँहरूले चाहिँ के गर्नु पर्यो भनेपछि टेक्स्ट बुक लिने, टेक्स्ट बुकको चाहिँ जुन इक्जाम्पलहरू दिएको हुन्छ, लाइक फर इक्जाम्पल सिम्याथको सिट भन्ने च्याप्टर छ भने त्यसको चाहिँ जेनरल टु एडभान्स सबै खालको इक्जाम्पल गर्दै जाने। किनभने त्यस्तो इक्जाम्पल गर्नुभयो भने चाहिँ तपाईँको होल च्याप्टरलाई कभर गर्छ र तपाईँको एक्जामिनेसनमा जुन सेटबाट सर्टन क्वेसन आउँछ भनिएको हुन्छ त्यो भनेको त्यही इक्जाम्पल भित्रकै टाइपमा पर्छ कि त्यो क्वेसन। त्यही भएर इक्जाम्पल पढ्नुभयो भने तपाईँको सेटभित्रको क्वेसनलाई कभर गर्छ। एसईमा धेरै, किनभने हामीले पास हुनु छ, धेरै ल्याउनु छैन होइन। त्यो भनेको सबसे बेस्ट र प्रोडक्टिभ वे हो है। र त्यसपछि चाहिँ के गर्नु पर्यो भनेपछि तपाईँहरूले चाहिँ सबै च्याप्टर कभर गर्नु पर्दैन, बुक्सको सबै च्याप्टर कभर गर्नु पर्दैन र तपाईँले जुन आफूलाई चाहिँ एउटा स्ट्रङ कमान्ड भएको च्याप्टर्सहरू छ त्यहाँबाट चाहिँ स्टडी गर्ने होइन। र एकदमै गाह्रो लाग्ने च्याप्टर्सहरूलाई चाहिँ कम्प्लिटली इग्नोर गरिदिने, स्किप गरिदिने। लास्टमा यदि टाइम छ भने त्यसलाई पनि हेरिदिने है, इक्जाम्पललाई, अरू हेर्नु पर्दैन, इक्जाम्पललाई हेरिदिने है। त्यति भइसकेपछि चाहिँ तपाईँले चाहिँ एउटा कन्फिडेन्स आउन थाल्छ आफूभित्र। कन्फिडेन्स आइसकेपछि तपाईँले जुन जुन च्याप्टर गर्नुभयो नि त्यो टेक्स्ट बुकबाट, त्यही रिलेटेड च्याप्टरहरू क्वेसन ब्याङ्कबाट हेर्ने 2-4वटा सेट है। हेरिसकेपछि चाहिँ त्यति गरिसकेपछि चाहिँ तपाईँले पास हुनबाट कसैले रोक्दैन है। द्याट इज द बेस्ट वे। पास मार्क्स भन्दा 20-25 मार्क्स एक्स्ट्रा गर्ने, ताकि त्यहाँबाट क्वेसन बिग्रियो नि तपाईँको चाहिँ मिनिमम पास हुनलाई जुन मार्क्स चाहिन्छ त्योभन्दा तल चाहिँ नजाओस् है। यसरी चाहिँ तपाईँले प्रिपेयर गर्नु पर्यो र त्यही कुरालाई चाहिँ मल्टिपल टाइम्स रिभाइज गर्नु पर्यो। किनकि इक्जामवाला इन्भाइरोमेन्टमा तपाईँ घरमा गरेको जस्तो हुँदैन, त्यतिखेर चाहिँ तपाईँले एउटा प्रेसरवाला सिचुएसन्समा इक्जाम दिनुपर्ने हुन्छ। त्यही भएर रिभिजन इज अ मस्ट के होइन। त्यही क्वेसन मल्टिपल टाइम्स प्र्याक्टिस गर्नुभयो भने इक्जाममा आउने भनेको त्यही नआयो नि त्यही प्याटर्नमा आउने हो कि क्वेसन। सो यति गर्नुभयो भने तपाईँ पासभन्दा राम्रो स्कोर आउँछ है। सो डु फलो दिस स्टेप्स एन्ड बेस्ट अफ लक है सबैलाई। मेरो तर्फबाट धेरै धेरै शुभकामना छ। हस् त।